हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। यत्रो दिनसम्म सलिना कहाँ गई भनेर सोचिराख्नु भएको होला। मेरो चाहिँ 12 को इक्जाम आएको थियो, त्यही तयारीमा थिएँ। हामी चाहिँ रुम लगेर बसेको थियौँ। त्यसपछि हाम्रो फाइनली 12 को इक्जाम सक्यो। 12 को इक्जाम सकिसकेपछि म घर आएँ। घर हेर्छु त कस्तो फोहोर भएको। फोहोर भइसकेपछि म चाहिँ त्यसै बस्न सकिनँ, मेरो मनले मानेन। त्यसपछि फर्स्टमा मैले लगाएँ झाडु सारू सब लगाइसकेपछि म लागेँ बेड मिलाउन। मम्मीको बेड मिलाइसकेपछि म चाहिँ लागेँ आफ्नो बेड मिलाउन। त्यसपछि मैले बेडहरू मिलाइसकेपछि म गएँ भाइहरूसँग। भाइहरूलाई भेट्न गइसकेपछि भाइहरूले मलाई फर्स्टमा भेटे। 1 महिनापछि भेट भएको थियो नि त, त्यही भएर भाइहरूले मलाई खुट्टामा डोक्सो गरे। त्यसपछि देख्न सक्नुहुन्छ भाइहरू यहाँ खेल्दैछन्। त्यसपछि म लागेँ चिया गराउन बजेहरूलाई। घर आइसकेपछि त मेरो काम फेरि स्टार्ट भयो। यो काम भन्ने कहिल्यै नसकिने भयो। यता गर काम उता गर काम गर्दा गर्दै रात परेको थाहै हुँदैन। त्यसपछि मैले चिया गराइसकेपछि म गएँ बजेलाई बोलाउन। बजेको घर चाहिँ पल्लो घर थियो, त्यही भएर त्यसपछि मैले बजेहरूको भिडियो गराइदिएँ। के गराउँदैछस् भनेर भनिराख्नु भएको थियो। म चाहिँ तपाईँलाई साँझ मेरो भिडियो देखाउँछु, त्यसपछि हेर्नुहोला भनेर भने। त्यसपछि मैले चिया गराइसकेपछि म लागेँ भाँडा धुन। भाँडा त धुनै पर्यो। खाइसकेपछि मैले भाँडा सारा धोएँ। भाँडा सारा धोइसकेपछि त्यसपछि म लागेँ भाँडा मिलाउन। भाँडा सारा मिलाइसकेपछि आजको काम फिनिस भयो। सबैले माया र सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु।